बाई जय हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ म मामा घर जाँदैछु। मामा घर नयाँ वर्ष मनाउनको लागि यो ब्लग चाहिँ पहिल्यै हाल्ने कुरो थियो, बट आज धेरै पछि हाल्दैछु। आज एकदम फेरि कहाँबाट मुड चल्छ मलाई यो एडिट गर्ने थाहा छैन। अनि त्यस पछाडि मामा घर चाहिँ म पहिलोपल्ट चाहिँ एक्लै जाँदै थिएँ भन्नाले जान चाहिँ धेरैचोटि चाहिँ गएर हुन्छ, एक्लै चाहिँ आज पहिलोपल्ट जाँदै थिएँ। अनि त्यस पछाडि जाँदाखेरि बसमा जाने प्लान थियो, तर के कारणले गर्दा टिफरमा कि ट्रकमा गएँ। अनि त्यस पछाडि अनि म अहिले झरिसकेको छु अनि एक्लै हिँड्दै आएको छु। अलिअलि याद छ यता गाडीमै आइरहेको अनि ठाउँै थाहा नहुँदो रहेछ। अनि कस्तो जाडो छ नि त यता नाइटतिर त, जाडो सुरु हुन लाग्यो, जाडो हुन लाग्यो, त्यही हो। अनि एक्लै यो कोइराला गुन्द्री बोकेर आइरहेको छु, पछाडि झोला पनि छ होइन। हेलो साथीहरू, मैले हिजो भनेको थिएँ नि म मामा घर आउँदैछु एक्लै। अनि त्यस पछाडि म आजको दिनमा यहाँनिर यो युनिसा बहिनी अनि यहाँनिर हाम्रो माइजू चाहिँ दुध दुधै हुनुहुन्छ। अनि मलाई नि दुध दुना मजाले दुध आउँदैछ पारेर। अनि ऊ त्यहाँनिर एउटा सानो कुन्टे छ। शिवांश। हेलो साथीहरू, आज चाहिँ नयाँ वर्षको दिन, हजुरहरूलाई नि धेरै धेरै शुभकामना नयाँ वर्षको। अनि म चाहिँ यहाँ भाइ बहिनीहरूसँग प्र्याङ्क गर्न लागेको छु। म घर जान लागेको भनेर के हुँदो रहेछ रियाक्सन हेरौँ है त। बुने बुने बाई 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 बाई। म कान्छी बनाउँछु ल, बाई 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 गएन, बाई बाई। जान्छु क्या, जान्न नदिने, यहीँ राख्ने हो, यहीँ बस्ने म हो। जान्छस् बाई ल, मसँगै जाऊँ न त, वहीँ पढ्ने, मसँगै पढ्ने ल। जानी ल भन ल, 3 2 1 स्टार्ट। सयौँ थुङ्गा भन्ने ल, भन न। थुङ्गा सरको जुङ्गा तान्ने हामी विद्यार्थी, मिसको साडी तासको गाडी तान्ने हामी विद्यार्थी। भन ल, तिमीले भन। सारा ढुङ्गा फुलका हामी एउटैमा हालेका, सर्वा फुङ्गा फैलिएका बेसी महाकाली, सब प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूको रगतले स्वतन्त्र र अटल, ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय। तिम्रो जस्तो चोखो माया अन्त पाइँदैन, तिम्रै काखमा खेल्न पाए स्वर्ग जान।